ल, आज नेपालको राजनीतिमा हालसालै आएको एउटा ठूलो तरङ्ग जसले पुरानो खेलका नियम नै बदलिदियो त्यसबारे कुरा गरौँ। हालैको चुनावले जुन नतिजा देखायो त्यो साँच्चै धेरैका लागि अनपेक्षित थियो। अब प्रश्न उठ्छ, कसरी एउटा भर्खरै जन्मेको पार्टीले नेपालको राजनीतिको जग नै हल्लाउन सक्यो? यो ठूलो परिवर्तन पछाडि के कारण थिए होलान्? अब भविष्यमा के होला भनेर सोच्नुभन्दा पहिले यो जुन राजनीतिक भूकम्प आयो नि त्यसको आकार र असर कति ठूलो थियो पहिले त्यो बुझ्न जरुरी छ। हेर्नुस्, भयो के भने राष्ट्रिय स्वतन्त्र पार्टी एउटा एकदमै नयाँ राजनीतिक शक्ति उसले झण्डै 2/3 बहुमत ल्याइदियो। यसले 30 वर्षभन्दा बढी समयदेखि राजनीतिमा दबदबा बनाएका पुराना पार्टीहरूलाई नराम्ररी पछि पारिदियो। यो यस्तो उथलपुथल थियो जसको सायदै कसैले कल्पना गरेको थियो। अब यो जुन उथलपुथल भयो यो रातारात भएको घटना भने होइन। संवैधानिक विज्ञ डाक्टर भीमार्जुन आचार्यका अनुसार यो राजनीतिक भूकम्प आउनुमा खास गरी 4वटा मुख्य कारणहरू छन्। हो, यी 4 कुराहरू। पहिलो, युवाहरूको विश्वास। दोस्रो, जनतामा भरिएको आक्रोश। तेस्रो, एकदमै चलाखीपूर्ण मार्केटिङ। र चौथो, अन्तर्राष्ट्रिय प्रभाव। यी 4वटै कुराहरू मिलेर यस्तो माहौल बन्यो कि चुनावमा एक किसिमको आँधी नै आयो। यसलाई यसरी बुझौँ, यो जितको पछाडि 2वटा शक्तिशाली इन्जिनले काम गरिरहेका थिए। एकातिर नयाँ नेताहरूमाथि युवा पुस्ताको ठूलो आशा र विश्वास थियो, अनि अर्कोतिर दशकौंदेखिको भ्रष्टाचार र खराब शासनले गर्दा आम मानिसमा जम्मा भएको आक्रोशको ज्वालामुखी थियो। अब मार्केटिङको कुरा गरौँ। यो कति शक्तिशाली थियो भन्ने कुरा डाक्टर आचार्यको यो भनाइले छर्लङ्ग पार्छ। उहाँ भन्नुहुन्छ, सोच्नुस् त, झापामा यदि केपी ओली जस्तो नेताले पनि घण्टी चुनाव चिन्ह लिएर उठेको भए उहाँले जित्नुहुन्थ्यो। मतलब यहाँ व्यक्तिभन्दा पनि चुनाव चिन्हको ब्रान्डिङ यति बलियो बनाइयो। र चौथो अनि निकै महत्त्वपूर्ण कारण थियो अन्तर्राष्ट्रिय वातावरण। डाक्टर आचार्यले के ओल्याउनु भएको छ भने भारत र अमेरिका जस्ता शक्ति राष्ट्रहरूबाट एक किसिमको अनुकूल माहौल बन्यो, जसले पनि यो परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्यो। ल, जित त भयो, तर जितपछि सुरु हुन्छ असली परीक्षा। अब यो नयाँ नेतृत्वको सामुन्ने ठूला 5वटा चुनौतीहरू छन्। ऐतिहासिक जित त भयो, तर अब अगाडिको बाटो त्यति सजिलो छैन। अब यी चुनौतीहरू के हुन् त? पहिलो हो पार्टीभित्रकै एकता कायम राख्नु। दोस्रो, जनताको आकाशिएको अपेक्षा पूरा गर्नु। तेस्रो, पुराना तर अझै पनि शक्तिशाली दलहरूसँग जुझ्नु। चौथो, सिंहदरबारको जड कर्मचारी तन्त्रलाई चलाउनु। र पाँचौं, जुन सबैभन्दा खतरनाक पनि हुन सक्छ, त्यो हो भू-राजनीतिक दबाव। सबैभन्दा पहिलो र सायद सबैभन्दा ठूलो चुनौती त भित्रैबाट आउँछ, किनभने यो पार्टी चुनाव जित्ने उद्देश्यले फरक पृष्ठभूमि र महत्वाकांक्षा भएका मानिसहरूलाई एकै ठाउँमा ल्याएर बनेको हो। अब उनीहरूलाई एउटै सोच दिएर शासन गर्न लगाउनु निकै गाह्रो काम हो। यति ठूलो बहुमत आएपछि एउटा ठूलो बहस पनि सुरु भएको छ। के अब संविधान नै संशोधन हुन्छ त? तर कुरा त्यति सोझो छैन। हाम्रो संविधानमा केही यस्ता बलिया सुरक्षाहरू राखिएका छन् जसले जतिसुकै ठूलो बहुमतलाई पनि मनपरी गर्नबाट रोक्छ। भन्नुको मतलब तल्लो सदनमा झण्डै 2/3 हुनु आफैमा एकदमै शक्तिशाली कुरा हो, होइन भन्न खोजेको होइन। तर यसले सरकारलाई जे मन लाग्यो त्यही गर्ने असीमित अधिकार भने दिँदैन। संविधानले स्पष्ट रूपमा सीमा तोकिदिएको छ। जस्तै हेर्नुस् न, तल्लो सदनले मात्रै सर्वोच्च अदालतका न्यायाधीश वा संवैधानिक निकायका प्रमुखहरूलाई महाभियोग लगाउन सक्छ। तर जब देशको मूल कानून अर्थात् संविधान नै संशोधन गर्ने कुरा आउँछ वा सुरक्षा र प्राकृतिक स्रोत जस्ता गम्भीर विषयका सन्धिहरू अनुमोदन गर्ने कुरा आउँछ, तब तल्लो सदन एक्लैले सक्दैन। त्यसको लागि माथिल्लो सदन राष्ट्रिय सभाको पनि सहमति चाहिन्छ। र यो व्यवस्था किन राखिएको हो? किनभने यो एउटा बलियो तालचा जस्तै हो। यसलाई जानी बनाइएको हो ताकि कुनै एउटा सदनले मात्रै बहुमतको आडमा देशको सार्वभौम सत्तामाथि नै असर पर्ने खालको निर्णय लिन नसकोस्। यो देशको दीर्घकालीन हितको लागि हो। अब यी सबै कुराले नयाँ नेतृत्वलाई एउटा यस्तो दोबाटोमा ल्याएर उभ्याइदिएको छ जहाँबाट उनीहरूको मात्र होइन, देशकै भविष्यको बाटो तय हुन्छ। उनीहरूको अगाडि अब 2वटा एकदमै फरक बाटोहरू छन्, र उनीहरूले कुन बाटो रोज्छन् त्यसले नै देशको भविष्य कता जान्छ भन्ने कुराको निर्धारण गर्नेछ। पहिलो बाटो हो नेपालको संविधान
कानून र सबैभन्दा महत्त्वपूर्ण नेपाली जनताले दिएको म्यान्डेटलाई शिरोधार्य गरेर अघि बढ्ने। अर्को बाटो हो उनीहरूलाई सत्तामा आउन सहयोग गर्ने ती अन्तर्राष्ट्रिय शक्तिहरूको एजेन्डा अनुसार चल्ने। प्रश्न यही हो, उनीहरू कसको निर्देशन मान्छन्, जनताको कि बाहिरी शक्तिको? यदि उनीहरूले पहिलो बाटो अर्थात् जनताको बाटो रोजे भने त्यसले देशलाई ठूलो सफलता दिलाउन सक्छ। तर यदि दोस्रो बाटोमा लागे भने डाक्टर आचार्यले चेतावनी दिए जस्तै त्यो राष्ट्रको लागि एउटा अभिशाप साबित हुन सक्छ। भनेपछि सारांशमा पूरै कथा यही दुई बाटोको छनोटमा आएर टुङ्गिन्छ। अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो, आशा र जोखिमले भरिएको यो मोडमा यो नयाँ सरकारले आखिर कुन बाटो रोज्ला? नेपालको भविष्य यही प्रश्नको उत्तरमा अडिएको छ।